दर्शकबिन नमस्कार, स्वागत छ हजुरलाई एनबी टाइम्समा। मोह सङ्गीत प्रधान र अहिले गरी उपस्थित रहेको छु नयाँ बस्ती 3 नम्बर पन्थाबारी एरिया, जहाँ आज भने गोर्खा किक बक्सिङ एकाडेमीको यो उद्घाटन भइरहेको छ। मेरो पछाडि देख्न सक्नुहुँदैछ गोर्खा किक बक्सिङ एकाडेमी, जो कि विशाल राई आजभन्दा लगभग केही वर्ष अगाडि विशाल राईले धेरै दुःख गर्यो किक बक्सिङमा, जसले धेरैपल्ट नेसनल च्याम्पियनसिपहरू जित्नमा सफल बने। कराटेको ब्ल्याक बेल्टसम्म उहाँ जित्नमा ब्ल्याक बेल्टसम्म हासिल गर्न सफल बने भने आफू मात्रै सफल नभएर धेरै युवा युवतीहरूलाई सफल बनाए किक बक्सिङ को जर्नीमा। भने आज उहाँले आफ्नो जग्गामा जहाँबाट उहाँले दुःख गरे किक बक्सिङको निम्ति, भने यसरी नै दुःख गर्नु नपरोस् भनेर आफ्नै यो जग्गा आफ्नो जन्मस्थलमा नै उहाँले एउटा एकाडेमी सुरु गरेका छन् बक्सिङलाई लिएर, किक बक्सिङलाई लिएर, जसको नाम पछाडि देख्न सक्नुहुँदैछ गोर्खा किक बक्सिङ एकाडेमी। र यस विषयमा आज भने हामी उहाँसँग बात गर्नेछौँ। साथमा यहाँ आएका जो अतिथि रहेका छन्, प्रमुख अतिथि रहेका छन्, उहाँसँग बात गर्नेछौँ। साथैमा उसले ट्रेन गरेको स्टुडेन्टहरूले के भन्छन् त यस गोर्खा किक बक्सिङ एकाडेमीको बारेमा, आउँ सुनौँ। Sport Kickboxing Association, we welcome you, sir. Now we can see guest of the day, Shri Vishwanath Roy, sir. So the West Bengal Sport Kickboxing Association. We heartily welcome you on behalf of Gorkha Kickboxing Association. Gorkha Kickboxing Academy is affiliated to Darjeeling District Sports Kickboxing. यहाँ तपाईको महसुस भन्दा पनि एकदमै मेरो जुन सपना थियो यहाँ स्टार्टिङ गर्ने, अब त्यो सपना पुरा हुँदैछ, त्यसमा चाहिँ एकदमै खुसी छु म। अनि अब कस्तो तपाईले यो जर्नीहरु जसरी स्टार्ट गर्नुभएको थियो है यहाँ? म अब अघि सरले भन्नु त भयो हैन, कतिवटा जर्नी यो जस्तो जग्गामा म जन्मेको थिएँ। यहाँ तपाईको न रोड थियो, न इलेक्ट्रिक थियो है, न गाडी बाइकको त केही उयो थिएन, यहाँ केही सिस्टमै थिएन, साधनै थिएन। म यहाँबाट साइकल लिएर जान्थेँ 10-15 किलोमिटर टाढो प्र्याक्टिस गर्नको लागि। त्यसरी मैले दुःख गरेर आज यो जग्गामा पुगेको म। यो जग्गा यहाँनिर जहाँ तपाईँले आफ्नो गाउँ खोल्नुभयो है, यो गाउँमा चाहिँ गाउँभित्रकै स्टुडेन्ट हुन्छ कि अरू गाउँ वरिपरि क्षेत्रहरूलाई पनि सबैजना कहाँबाट चलाउँछ? यहाँबाट तपाईँको गाउँको मत पनि भयो, न्यु रङ्गिया भयो, बाहुनी भिटा भयो, तपाईँको शिव मन्दिरबाट भयो, एमएम तराई भयो, डरा तिराना, उहाँहरू आउनु सक्नुहुन्छ। तपाईँले यस्तो यो रुरल एरियामा खोल्नु भएको छ नि प्रकारले, हजुर, एउटा इन्स्टिट्युसन कस्तो देख्नुहुन्छ, फ्युचर कस्तो देख्नुहुन्छ किक बक्सिङको? हाम्रो जस्तो रुरल एरिया, विशेष गरेर हामी रुरल एरियामा बसोबास गर्छौँ होइन, गोर्खा भन्ने तपाईँले शब्दको नाउँ भएको छ, अनि गोर्खा कम्युनिटीमा चाहिँ कस्तो देख्नुहुन्छ फ्युचर? अब फ्युचर भन्दाखेरि चाहिँ खासमा म यस्तै जग्गाबाट जन्मेको, मैले कस्तो दुःख गरेर यो जग्गामा पुगेको है। अनि मैले जस्तो दुःख गरे तापनि अहिलेको नानीहरूले चाहिँ त्यो दुःख नपाओस् है। अनि म जस्तो अझै यहाँ जन्माउने मेरो विचार है, म भन्दा राम्रो अझै फाइटरहरू जन्माउने विचार, त्यही भएर चाहिँ मैले त्यो फ्युचर हेरेर चाहिँ जन्मिन्छ भनेर चाहिँ मैले यहाँ सुरु गरेको। यहाँ मात्रै होइन, तपाईँको मेरो अलरेडी पानीघट्टा पनि चल्दैछ। हजुर, त्यो पानीघट्टामा जबसम्म यहाँनिर थिएन, यहाँबाट स्टुडेन्टहरू पानीघट्टामा जान्छ? हजुर, यहाँनिर जब यो खोलिएको थिएन एकाडेमी है, यहाँबाट पनि स्टुडेन्टहरू पानीघट्टा जान्छ? यहाँबाट पनि 1-2 जना चाहिँ जान्थ्यो नानीहरू, जाने गर्थ्यो। उनीहरूको लागि यहाँनिर सुलभ हुने भयो? हजुर, उनीहरूलाई जस्तो तपाईँले अघि हामीले अगाडि जस्तो उहाँ प्रेस मिटमा हामीले सुन्यौँ तपाईँको गुरु हुनुहुन्छ है, हजुर, उहाँले जुन सरको सपोर्ट चाहिँ गर्नुहुन्छ त्यो 100% छ। हजुर, यस्तो ठुलो इनिसिएटिभ एउटा हाम्रो थानाबाट जति छ हामी हेल्प गरिदिन्छौँ। यस्तो मिडियाको पनि काम हुन्छ, तपाईँहरू जो आउटडोर एक्टिभिटी छ तपाईँहरू प्रमोट गर्नुहोस्। अहिलेको युथहरू मोबाइलमा एडिक्ट भयो, त्यही चाहिँ यो चाहिँ प्रमोट गर्नुपर्छ तपाईँले पनि। त्यही हाम्रो थानाबाट जति छ हामी कोअपरेट गर्छौँ, तपाईँहरू प्रमोट गर्नुहोस्। जस्तो निडी फ्यामिलीहरू छ हाम्रो थानाबाट, उनीहरू अलिकति हेल्प गरेर यो जग्गामा लिएर आउँछौँ हामी पनि। थ्याङ्क यू, त्यति मात्रै हाम्रो सोच। र तपाईँको छोराको जुन एचिभमेन्टहरू सन्तानहरूको पनि बहुत खुसी छु। सानोमा सानै दुःख गरेर खाइ नखाइ खेतीबारी गरेर नानीहरूलाई पढाएँ, हुर्काएँ, अहिले अगाडि बढेँ। म धेरै खुसी छु। अरू पनि गाउँको होस्, बाहिरको त्यसरी नै अगाडि जाओस्। यति नै मेरो क्षेत्र दार्जिलिङकै अब इन्डियाको नाम राख्दा जस्तो देखिँदैछ होइन? हजुर, त्यही भए झन् राम्रो, त्यति भएर राम्रो। किनभने यहाँ साइला छोरा हो, काइला छोरा त इन्टरनेसनल पनि खेलेर आएको, तपाईँको थाइल्यान्ड खेलेर आएको। मनोज राई छ, उहाँ थाइल्यान्ड खेलेर आएको, इन्टरनेसनल बाहिर देश खेलेर आएको। छोराको कर्मप्रति सन्तुष्ट हुनुहुन्छ? दुबई खेलेर आएको। हजुर, खुसी छु म धेरै, धेरै खुसी छु। हुन्छ, हस्।
प्लस छ कति इयरली सेसन हुन्छ कि अथवा के हो यो कस्तो प्रकारले हुन्छ यो के भन्छ तपाईँको हप्तामा 2 दिन हुन्छ स्याटरडे एन्ड सन्डे होइन इफ तपाईँको म्याचेसहरू नियर छ भने एक्स्ट्रा क्लासेसहरू पनि हुन्छ तर क्लासको भरसम्म मात्रै होइन आफूले घर पनि आफूले सेल्फ डिफेन्सको लागि गर्ने इम्प्रुभमेन्ट के लाग्छ किक बक्सिङ चाहिँ मेलले भन्दा फिमेल क्यान्डिडेटहरूले बढी सिक्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन अहिले जुन चाहिँ सिनारियो देशको फेमिनिस्ट भन्दाखेरि चाहिँ इट्स के भन्नु नेसेसरी फर बोथ मेल एन्ड फिमेल होइन किनकि किक बक्सिङमा एउटा जेन्डर इक्वालिटी छ भन्दैन कि यो जेन्डरको मात्रै हो फिमेलको मात्रै हो मेलको मात्रै हो त्यो आफ्नो इस्यु गर्ने तर सेल्फ डिफेन्सको लागि चाहिँ अहिले बेसी फेमिनिस्टहरू भनौँ तपाईँ फेमिनिस्ट भन्नुभयो अनि महिलाहरूले नै बेसी गर्ल्सहरूले नै यो गर्दा आएको के लाग्छ तपाईँलाई त्यो एकदम हो त्यो कुरा अभियसली किनकि सेल्फ डिफेन्स हुनुपर्छ किनकि अहिलेको जेनेरेसनमा एभ्री वान इज फेसिङ रेसिजम त्यस्तो त्यस्तो होइन हेरेसमेन्टहरू त्यस्तो भएर आएको छ त्यसको लागि चाहिँ गर्लहरूले आफ्नो लागि स्पिकअप गरेन भने कहिले पनि गर्दैन सो आफ्नो लागि आफूले हेर्नुपर्छ भनेर जस्तो पनि एउटा काम थिए एउटा प्रोग्राममा थिए म त्यसको लागि ढिलो भए आई एम भेरी सरी फर द्याट एन्ड आई मस्ट कङ्ग्रेचुलेट विशाल राय फर ओपनिङ this new kickboxing academy in this area, and I am very hopeful that this academy will be a successful academy in this area, and it will give training of the kids and adult also of this area, because you know that kickboxing is such a game which give training from nursery to the higher education, and students from class 1 they can take training till class 12, even from the college also, and like नानीहरु पुरा यसमा जो all round development हुन्छ उनीहरुको बडी को डेभलपमेन्ट सँगै सँगै त्यो माइन्ड को डेभलपमेन्ट पनि हुन्छ और यो गेम मात्रै छैन as a part of education छ किनकि all of you know that healthy mind in a healthy body. If body is healthy, then only a child will get proper education. यो एउटा राम्रो इनिसिएटिभ छ विशाल रायको और मनोज राय पनि तपाईको यो जानेको कुरा छ कि both brother is serving the whole Darjeeling district, and they have their academy, I think 4 to 5 academy in Darjeeling district. विभिन्न जगह में इसको academy छ और यसको मेन उद्देश्य छ कि नानीहरुको ट्रेनिङ दिन्छ त्यो किक बक्सिङ मा. And kick boxing is not only a district game, it is an international game. हाम्रो नानीहरु लाइक विभिन्न कंट्री में गएर खेल्छ, अवार्ड लिएर आउँछ, यसमा जब पनि हुन्छ, यो ओलम्पिक मा आउँछ, कमनवेल्थ गेम्स मा आउँछ. यसको धेरै फाइदा छ. त यो तपाईहरु आउनुस्, यु जोइन अस, नानीहरुको यो एकाडेमी मा पठाउनुस् एन्ड यो चेन्ज देख्नुस्. आफ्नो नानीमा एउटा चेन्ज तपाईको यु विल नो दैट के आफ्टर जोइनिङ दिस एकाडेमी के चेन्ज आउँदैछ. उनीहरुको एउटा कोअर्डिनेसन जो हुन्छ यो हाम्रो बडीमा हाम्रो माइन्डमा जे कोअर्डिनेसन हुन्छ, बिकज किक बक्सिङ इज अ गेम अफ कन्सन्ट्रेसन. यसमा उसको नानीहरुको कन्सन्ट्रेसन इन्क्रिज हुन्छ. दैट विल हेल्प इन गेनिङ द एजुकेशन अल्सो. Once again, I must congratulate the Vishal Rai for opening this academy, and I will also like to congratulate the Manoj Rai and Baba ko pani congratulate गर्न चाहन्छु, family member को, यो society को member को, कि तपाईको society में एउटा राम्रो academy आएको छ. यसको फाइदा उठाउनुस्, यसको यसमा नानीहरुको पठाउनुस् और एउटा चेन्ज हेर्नुस् कि कति चेन्ज आउँदैछ तपाईहरुको नानीहरुमा, both education also or non-academic also, sports ma also. Thank you Vishal and Manoj for inviting me for this opening ceremony. Thank you everyone. Namaskar. Thank you.